सबैभन्दा शक्तिशाली महिला ती हुन् जसले आफ्नो घाउ आफै निको पार्न सिकिन्। जिन्दगीले धेरै पटक लडायो, धेरै पटक रुवायो, कहिलेकाहीँ त आफूलाई नै चिन्न नसक्ने गरी भित्रभित्रै तोडिदियो। तर ती सबै पीडाहरूका बीच पनि जसले हार मानिनन्, बरु फेरि उठेर आफ्नो जीवनलाई नयाँ ढङ्गले निर्माण गरिन्, उनी नै साँच्चीकै बलियो महिला हुन्। म यहाँ रिस, बदलाको भावना वा कसैलाई जित्ने कुरा गरिरहेकी छैन। म त ती महिलाको कुरा गर्दैछु जसले एक्लोपनको अँध्यारोमा आफैसँग सङ्घर्ष गरिन्, आफ्ना आँसु आफै पुछिन् र आफ्नो दुःखलाई नै शक्तिमा बदलिन्। जीवनले उनलाई धुलो चटायो, तर उनले त्यही धुलोबाट उठेर आफूलाई अझ बलियो बनाइन्। जब विश्वास गरेका मानिसहरू टाढिए, जब आफ्नो भनिएकाहरूले साथ छोडे, तब उनले एउटा अमूल्य सत्य बुझिन्। यो संसारमा सबैभन्दा भरपर्दो साथ भनेको आफ्नै साथ रहेछ। त्यही दिनदेखि उनले आफूभित्र भरोसा गर्न सिकिन्। आफ्नो सबैभन्दा कठिन समय एक्लै पार गरेकी महिलामा एउटा गहिरो आत्मविश्वास जन्मिन्छ। उनलाई अब एक्लोपनले डराउँदैन, किनकि उनले एक्लै भएर पनि आफूलाई हराउन दिएकी हुँदैनन्। उनलाई कसैको स्वीकृति, प्रशंसा वा उपस्थितिले मात्र पूर्ण बनाउँदैन, किनकि उनले आफ्नो मूल्य आफै चिनेकी हुन्छन्। यस्ता महिलाहरूको शक्ति उनीहरूलाई कसले रोज्यो, कसले माया गर्यो वा कसले साथ दियो भन्ने कुराबाट आउँदैन। उनीहरूको शक्ति त त्यो व्यक्तित्वबाट आउँछ जुन उनीहरूले तब निर्माण गरे जब उनीहरूको